72 सालमा संविधान बनाउँदा म संविधान सभा सदस्य हो। त्यतिखेर पिपल भर्डिक्ट लिएको थियो, जनमत लिएको थियो। जनमतमा मूल रूपमा 3टा विषय आएका थिए। एउटा मूलभूत रूपमा जोरदार रूपमा आएको विषय के थियो भने नेपाल वैदिक सनातन देश हो र वैदिक सनातन राष्ट्र हुनुपर्छ भन्ने जनमत थियो। कुनै पार्टी विशेषको अथवा हामी जस्ता व्यक्तिको कुरा होइन। दोस्रो संहिता कुनै पनि अवस्थामा नेपाललाई आवश्यक कुरा होइन, नेपालले धान्ने विषय होइन भन्ने थियो। र तेस्रो मैले मानेन, म कङ्ग्रेसको एउटा सदस्य हो र चाहिँ अहिले हाम्रो पार्टीको आधिकारिक रूपमा त्यो धारणा बनिसकेको छैन। पार्टीभित्र हामीले आफ्नो बहस गरेका छौँ, गर्दै जानेछौँ। र चाहिँ राष्ट्र संस्थाको बारेमा पनि त्यो पिपुल भर्डिक्ट छ त्यहाँ। तर भइदियो के भन्दा एकातिर पिपुल भर्डिक्ट हामीले लियौँ त्यतिखेर, तर संविधान बनाउँदा नेपाली जनताको मूल विषयमा मूल दृष्टिकोणभन्दा ठिक विपरीत हामीले संविधानमा व्यवस्था गऱ्यौँ। वैदिक सनातन ठाउँमा धर्मनिरपेक्ष देश बनायौँ। अब चाहिँ संहिता चाहिँदैन जति कुरा, अब अहिले आएर 7वटा, त्यो त 12-13वटा संहिता कुरा आएका थिए। संहिता मात्र होइन, जातीय संहिता कुरा आएका थिए। जातीय संहिता मात्र कुरा होइन। 64 सालको फेरिमा पहिलो संविधान सभाको सन्दर्भमा 2 वर्षको अवधिलाई 4 वर्ष लायौँ। सबै कम्युनिस्ट पार्टीका नेताहरू प्रधानमन्त्री बने। त्यतिखेरको संविधान सभा पहिलो संविधान सभामा एब्सोल्युट 2/3 मेजोरिटी कम्युनिस्टको थियो। तर संविधान बनेन। त्यो संविधान सभामा राष्ट्रिय झण्डा फेर्ने कुरा उठ्यो, नेपालकै नामै देशको नामै फेर्ने पनि कुरा उठ्यो। र संविधान सभा हल बालेश्वरको अगाडि फ्रन्ट लाइनमा अब जातीय रूपमा यति समाचारको कुरा उठ्यो, चुच्चे र थेप्चेको नाममा भौतिक रूपमै आपसमा भिड्ने अवस्था आयो। र त्यसको त्यो आगोको अहिले चाहिँ मच्छर देखिन्छ, झिल्को फैलिरहेको छ। 1 नम्बर प्रदेशमा धेरै कुरा त्यो देखिरहेकै छ।